हाइकिङ ल ठिक मिडल भयो हेर्न सक्नुहुन्छ चोभारको डाँडा केटा हो चोभार डाँडा देख्न सक्नुहुन्छ साथीहरू यस्तो छ बाटो चोभार डाँडाको स्टप ठ्यारो बाटो छ यता भिड छ देख्न सक्नुहुन्छ यस्तो छ यतातिर भिड छ हामी चाहिँ त्यो टुप्पोमा पुग्ने हो साथीहरू लेट्स गो फास्ट चोभार डाँडाको नजिक कस्तो गाह्रो बाटो छ देख्न सक्नुहुन्छ कस्तो अप्ठ्यारो बाटो छ गर्मी भयो यार ओ माई गॉड हेर्न सक्नुहुन्छ साथीहरू बहुत गाह्रो भयो सासू बहुत गाह्रो भयो यार देख्न सक्नुहुन्छ टोलीहरू हेलो साथीहरू हेलो गाइज मेरो आवश्यक केही पर्छ कि टन्डिउ साथीहरू के मेरो आवश्यक पर्छ ल ल ल जोर लगाऊ 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 झुन्मुनी खेलवाडी चोभार डाँडाको फाइदा अरे झुन्मुनी खेलवाडी भाइ ल ल भाइरल दिदी है आगे लगा लिंकी का हाँ आगे लगा हाँ हाँ तो आगे लगा लाओ नहीं पढ़ाई कर क्या बोला सारे फिर नहीं देख्न सक्नुहुन्छ साथीहरू यस्तो छ बाटो चोभार डाँडाको यो चाहिँ पिकनिक स्थल हो वनभोजको लागि एकदमै राम्रो ठाउँ हो यो देख्न सक्नुहुन्छ तपाईँ यस्तो राम्रो तर बाटो चाहिँ गाह्रो छ है साथीहरू हो साथीहरू छिटो देख्न सक्नुहुन्छ ठुलो ढुङ्गा हो म चाहिँ यो ढुङ्गाको माथि चढेर देखाउन जानु लाग्छु तपाईँहरूलाई उसै फिरको बाटोमा कान्छी मोटर्छ फिरको बाटोमा कान्छी हो देख्न सक्नुहुन्छ साथीहरू यत्रो ढुङ्गा रहेछ चोभार डाँडामा
पकड़ लिया आगे इस वजह कैसे गई बात खींचो ना फोन फोटो तो मैं कैमरा बाटो देख्न सक्नुहुन्छ साथीहरू वान मिस्टेक भयो भने त तल पुगिने हो यहाँको बाटो यस्तो छ झऱ्यो भने झऱ्यो झऱ्यो झरेपछि झऱ्यो झऱ्यो देख्न सक्नुहुन्छ यस्तो छ बाटो तल गयो भने गयो गयो यस्तो छ चौहादाराको बाटो ओ माई गॉड ए मुला रोपेर रहेछ नि ल हल्को बाटोमा कान्छी मुतर चलाउ देख्न सक्नुहुन्छ साथीहरू चौहादाराको भ्यू यस्तो छ यहाँदेखि चाहिँ फाङ्गाल्नु पर्छ है बाटो छैन हल्को बाटो यस्तो छ बाटो देख्न सक्नुहुन्छ साथी ओ माई गॉड ओहो डाँडै डाँडाको राइट माथिसम्म त आउनु त आयो बाटो छैन हौ साथीहरू फेरि त्यही बाटो फर्किनु पर्ने भयो बहुत गाह्रो छ सेट देख्न सक्नुहुन्छ साथीहरू चौहादाराको भ्यू हामी अझै धेरै टाढा छ हेलो साथीहरू देख्न सक्नुहुन्छ चौहादाराको भ्यू बाटोमा कान्छी सक्नुहुन्छ देख्न सक्नुहुन्छ साथीहरू चौहादाराको भ्यू चलो चलो कैसे खलाई सकिन देख्न सक्नु साथीहरू दुईजना आउँदैछ माथिबाट हेलो गाइस यहाँ छोटे मोटे भ्लग में देखो कैसे है नजारा हेलो गाइस यताको बाटो हो देख्न सक्नुहुन्छ साथीहरू चुहा छ है चुहा खरगोश भी होते हैं यहाँ पे हेरको बाटो चिल आइरहेछ है चिल 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 आइज चिल आयो चिल 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 आज आज चिल आयो चिल आयो चिल
भिरको बाटो यहाँ आएर यस्तो गाइस हातमा चोट लागेको छ भेरी डेन्जरस साथीहरू माथि छन् है गरिखेर देख्न सक्नुहुन्छ साथीहरू हजुर मामा कोही भिरको बाटो ल ल ल ल पुरै चौहरा हो हामी यसरी घुमेर यसरी घुमेर यसरी घुमेर यसरी त्यहाँसम्म आएको साथीहरू उठै छ अझै जाउँ जाउँ यहाँबाट सक्छौ खै पहिला म तल जाऊ अनि तिमी जाऊ है अब त्यो घाँस छोप्ने होइन घाँस छोप्यो भने त चुटिहाल्छ नि सक्दैन माथि आऊ अहिले लोड छैन आराम सक्छु चोट लाग्यो झन्नै भान्जा लोटेको थिएन त्यहाँ लोटेको भए त अहिले त के गर्नु पर्थ्यो मलहमपट्टि त लगाउनु पर्थ्यो हो कि नै हो बिस्तारै जाऊ ल हामी त्यो अब त्यो गुफामा जाने हो उताको गुफामा भित्र नजाने बाहिर बाहिर मात्रै जस्तो मोटो भएन भने गुरिहाल्थ्यो देख्न सक्नुहुन्छ गाइस यहाँको अवस्था कस्तो छ जुत्ता कालो भयो यहाँको बाटो हेर्नुहोस् चिल गुल बनाउनको लागि खै के लागिरहेछ साथीहरू देख्न सक्नुहुन्छ के गर्ने त म अगाडि जाउँ तिमी पछाडि आउने है अनि म छोप्छु कि उताबाट तिमी छर्ने बेला डेन्जरस बाटो यस्तो छ साथीहरू जुत्तामा त के पसेछ के पसेछ पुरै कालो भइसक्यो ओहो मामा नि झन् यहाँ पनि हेर्नु सक्नुहुन्छ साथीहरू कस्तो डेन्जरस बाटो छ बिस्तारै आऊ ल यहाँबाट तल गयो भने त एकैचोटि टाढा पुगेर रोकिनु होला फेरि माथि माथि आउनु थाल्यो क्या खै मम्मीहरू चौहार डाँडा भन्ने के साथी राम्रो बाटो छैन है ओ सेट यता माथि जाने नजाने त्यसो भए हामी त्यो डाँडाबाट यो डाँडामा आएको साथीहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ फोहोर व्यवस्थापनको चाहिँ
केही राख्ने ठाउँहरू मिलाइदिएको भए त अलि राम्रो नै हुन्थ्यो। देख्न सक्नुहुन्छ साथीहरू खाई अरब खाईमा जाने तर फेरि डेन्जरस बाटो छ ऊ। यस्तो छ यो। बाटो चाहिँ यस्तो छ। हामीहरू चाहिँ त्यहाँबाट जिगज्याग भएर आएको। उफ देख्न सक्नुहुन्छ साथीहरू कस्तो छ यहाँ। खस्यो भने गयो, माथि नै गयो। तल पनि जाने माथि पनि जाने दुइटै जाने हुन्छ। यहाँ पनि यस्तो छ है, हेरेर होला। बसिरहेछ म त। यहाँ पनि यस्तो छ। कस्तो छ, चट्टानै चट्टान भएको पहाड। हामी त्यो माथि जानु भएको है साथीहरू। देख्न सक्नुहुन्छ साथीहरू यहाँ। ओ माई गॉड यस्तो छ। उफ बाटो त यस्तो छ त। देख्न सक्नुहुन्छ साथी। यता यता उफ कस्तो छ हेर टाढा। हातमा के बोल्दायो ढुङ्गा छ है तल। क्या त झाडी हेरमै झाडी झाडी। कृपया सानो सन्देश है, यसरी नफुटाइदिनु होला। बच्चाहरू पनि हिँड्ने चिसो छ यता। हेर कस्तो छ यहाँ। फुटबल पनि खेल्न सकिन्छ है साथीहरू। फुटबल
पैसा छ के निकाल न जुत्ता निकाल यो त फेरि फुटबल खेल्ने ठाउँ हो साथीहरु गोल ल ल ल हान फुच्चे हान छिटो 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 अर्को पनि पिकनिक वाला गाडी आउँदैछ साथीहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ गाडी सिकिरहेछ यही त फेरि अर्को गाडी आउँदैछ पिकनिक वाला हो त्यहाँनिर निस्किन्छ ओ माय गॉड टेन्ट नै ढल्यो यार मैले चाहिँ जुम गरेर देखाएँ साथीहरु यहाँ चाहिँ पिकनिकको लागि एकदमै राम्रो ठाउँ हो तर यता गयो भने फेरि डेन्जरस बाटो छ हामी त्यहाँबाट पुगेर त्यहाँबाट गएर त्यहाँसम्म गएको थियौं अनि यस्तो बाटोमा हामी त्यहाँबाट डिजेहरू चज्जै उरमाथि छन् एउटा दुईटा हुन्छ त्यहाँ बसिरहेछन् हामी चाहिँ मामा र भान्जा यता आएको छौँ है साथीहरु अघिको बाटो त हो गुम्बा है यो मैले चाहिँ गुम्बाको दृश्य देखाएको थिएन आर्मीहरू त्यहाँ बसिरहेछन् देख्न सक्नुहुन्छ आर्मी खै जुम गरेर भ्याउँछु भ्याउँदैन देखाउने कोसिस गर्छु यही हो है आर्मीहरू यहाँनिर दुईजना आर्मीहरू बसिरहेछन् गुम्बाको सुरक्षाको लागि जुम गरेर राम्रो त आएन के गर्ने क्यामेरा छैन कि साथीहरु मोबाइलबाट बनाउने हो त्यहाँ आइसकेछन् अब आएपछि जाने हो आउँदैछन् तिनीहरू खै के गरिरहेछन् मम्मी भन न आज धेरै पिकनिक वाला गाडी आउँदैछ अझै आउँदैछ अझै छिटो आउन हौ के गर्छन् यत्रो ढिलो भइसक्यो उ लामजुङ्गे डाँडा टिकटकको जमाना हेरेर साथीहरु के गर्दैछन् बुढाबुढी भनन् कि जोडा जोडीमा पछाडि क्यामेराम्यान हेर्नुहोस् पिकनिक वाला गाडी कति धेरै आछ यार आज
जुम गर्नु त राम्रो हुँदैन यार। हामी के हामी अघि नको किन लानु यताबाट सक्छौ यताबाट जान ल जाऊ। कसरी आएको नाही वाह कस्तो हिरो देख्यो यार यार पर्खिछु कार का जिन्दगानी